प्रदेश अन्य दल हाम्रो यहाँ प्रत्यक्ष लाइभ भइरहेको छ हेर्नु होला भेरी ग्यासको लागि भेरी राप्ती नेपाल अब स्थानीय सरकारलाई गर्नुहोस् नगरपालिकाले गर्नुहोस् तपाईँ प्रदेश सरकारलाई भन्नुहोस् भन्नु त पर्यो नि त सुन्नु यो स्थानीय सरकार भन्दा प्रशासनको काम हो यो काम भनेको सुन्नु यो कुरा भनेको स्थानीय सरकार भन्दा पनि यो तपाईँ स्थानीय सरकार कुरा नगर्नुहोस् यो भनेको तपाईँको प्रशासनको काम हो जनप्रतिनिधि आएर जनताको काम गर्न आउँछ कि यहाँ सिलिन्डर बाँड्न आउँछ त्यो कुरा त त्यो होला नि अहिलेसम्म यतिवटा सिलिन्डर आयो उतिवटा सिलिन्डर आयो बगाइदा त्यो भनेको सरकारको काम हो त्यो म भन्दैछु कसले लग्यो कहाँ लग्यो कता लग्यो कहाँबाट जोड गर्यो त्यो सरकारको काम हो त्यो कुनै पनि स्थानीय उसको जनप्रतिनिधि काम पनि होइन त्यो जनताको काम पनि होइन अब जनता कुन चाहिँ घर कसको घरमा गएर यो चाहिँ सिलिन्डर डबल उसलाई भन्न सक्छ त्यो त कसैको काम हो नि त अहिले बरु के गर्नु पऱ्यो नागरिकता उठाउन हामीले सल्लाह दिने हो अहिलेको सरकारलाई अहिलेको सल्लाह के दिने हो भने मजाले हामी सिकाउने हो उहाँहरू भक्कु नयाँ नयाँ हुनुहुन्छ बरु त नागरिकता बाँड्नुहोस् एउटा रेकर्ड राख्नुहोस् त्यो कम्प्युटर सिस्टम बनाउनुहोस् किन आयो त अहिले तपाईँले भनेको एउटा कुरा ठिक छ सिस्टम हो त्यो एउटा कुरा म तपाईँहरूको म पर जान मैले उहाँको चाहिँ उमा कुरा तपाईँले चाहिँ यस्तो भयो कारणले मैले भन्न खोजेको मैले यो सिस्टममा जाम भन्नु भन्नु मलाई कसैमा बाध्यता गर्नु पनि छैन हामी एउटा संघीय नागरिक भइसकेपछि हामीले कस्तो छ भनेपछि हिजोको दिनबाट सरकारलाई मात्र दोष दिएर पनि छैन यहाँ सम्भव यो भनेको स्थानीय सरकार हो प्रदेश सरकार हो यहाँको व्यवस्थापन गर्ने कसले हो प्रदेश सरकारले गर्ने हो स्थानीय सरकारले गर्ने हो हिजोको दिनमा कस्तो थियो भने सुर्खेतमा सिलिन्डरै नआएको भए ग्यास बाटो भइदिए पनि एउटा कुरा ठिक छ यो ग्यासले आएको छैन हामीले सरकारसँग पनि आवाज उठाउनु भनेको एउटा स्वाभाविक नै हो कि आज किनकि ग्यास आएर ग्यास वितरण हुँदा हुँदै पनि हामीले किनकि जनताले एउटा कुरा घरको दैलोमा अब हरेक नागरिकको घरमा 4-4वटा 5-5वटा 6-6वटा उनीहरूको घरमा सिलिन्डर छ अहिले यो कालो बजार कसले गर्यो त्यसको लागि चाहिँ छानबिन गर्ने भनेको हाम्रो केले हो प्रशासनले गर्ने हो कि गरेको छैन होइन र गरिसकेपछि आज पनि लाइनमा छ भोलि पनि लाइनमा छ एउटा नागरिकले एउटा बच्चा स्कुल जाने बच्चा हुन्छ नि त बच्चालाई खाना त खुवाएर टाइममा स्कुल पठाउनु पऱ्यो नि होइन त्यो पठाउनको लागि ग्यासै छैन भने त्यो लाइनमा आएर चामल बोक्नु पऱ्यो दाल बोकेर पनि आउनु पऱ्यो भाँडाकुँडा बोकेर पनि आउनु पऱ्यो क्या हो आइसकेपछि हामीले यसको लागि के छ भने चाहिँ विशेष गरेर यो ध्यान आकर्षण पोषण होस् भनेपछि हाम्रो प्रशासनले विशेष गरेर ध्यान दिनु पऱ्यो क्या होइन अहिलेसम्म आएको ग्यास गयो कहाँ त होइन कहिले गएको छ सिलिन्डर प्याक गरेर